मलावासे प्लस गुरुकुल डाँडा यहाँ जुन्ना छ अनि हामी जुन्ना र भेनाले मलावासे पनि डुलाउनु ल्याएको नि त है यो म चाहिँ साइड सिन गर्न आएको छैन डाकुलामा कहाँ ल्याएको भ्यू देखाउनु तिमीले म त भन न कहाँ ल्याएको भन कि भ्यू देखाउनु कहाँ आएको भन् तिमी कहाँ आएको तिमी भ्यू पनि गराएको म चाहिँ साइड सिन गर्न आएको छु हाम्रो गाउँमा सो गाइस नमस्ते अनि वेलकम ब्याक टु माई न्यू एपिसोड न्यू ब्लग सबैजना वेलकम टु फेरि पनि एकखेप ब्लगमा आइसकेको छ अब त्यही आज फेरि एकचोटि गुम्बा डाँडा देखाउने छु अन्त म चाहिँ नयाँ बेहुला नयाँ रेली साथ जाँदैछु है अन्त भाइहरू छ है सो यहाँनिर हाम्रो बाइक स्कुटी अनि म त्यहाँ ब्लू स्कुटी लैजाँदैछु किनकि हाम्रो घरमा चाहिँ दुईवटा स्कुटी छ एउटा चाहिँ मेरो होइन एउटा साथीको होइन त्यही कारण चाहिँ दुईवटा स्कुटी म चलाउँछु अन्त यहाँनिर छ हाम्रो नानाको दादाको यहाँनिर सौरभ के भन्दैछ गर्छु नि अन्त सबैजना नमस्ते भन्दैन हेलो गाइस भन्दैन छिटो हेलो गाइस जुन फोर को आएको छ घरमा आज जुन हो गर्दै गर्नुहोस् है एकल माइकले यहाँ चाहिँ सौरभले एक साइड भएर जुत्ता उल्टा लगाएर लेस भनेको यहाँ लेस भनेको जुत्ता लगाएर एक्साइटेड भयो जुत्ता उल्टा लगाएर यहाँनिर ऊ मान्छेहरू यहाँ जुत्ता उल्टा लगाएर है सौरभ सास त फेर खोइ दाँत यी गरेर छेड न भाइ भाइ सिटी बन्ने एकपल्ट सिटी बन्ने एकपल्ट ए यसको त्यो दाँत झरेर सिटी बन्दैछ नि त कसले हालिदिएको यसले को पेरिङ दादे को वटिङ दादे भाइ को के हो त्यो भनेको अन्त भाइ भन्दैन माथि मिठा किनिदिन्छ त्यो त आज त हप्सी बेनाले हप्सी बुसाइले त मिठा त्यसलाई कम त किनिदिँदैन र है भन् न भार दुनु भनेको नमिन नमिन भार दुनु भनेको ल ल मलाई भनेन जुत्ता दिन्दिनँ म जुत्तै दिन्दिनँ अब त्यतिकै न त्यो पनि उल्टा लाग्छ चप्पल पनि कान नटोभन अन्त केटकेटी जस्तो नि क्या चप्पल धुनु भनेको कसले धुनु चप्पल यहाँ चाहिँ हामी जानु लागि एकदम यहाँनिर किलोमिटर एकदम रेडी छ है एक्साइटेड छ है मान्छे एक्साइटेड हे एक्साइटेड त्यो लाउने हेलमेट जाऊ मागेर ल्याऊ पोपालाई सो अब त्यो हामी यहाँ निस्किन आँटेको है अनि आजको दिन त्यस्तो चाहिँ एकदम घाम खतरा अनि तपाईँ चाहिँ एकदम माथि गएर देखाउने छु सो फिलहाल चाहिँ है अब चाहिँ हामी जान आँटेको नि त है सो अहिले हेर्दै गर्छु ल स्टेच्यु है सो गाइस अहिले चाहिँ हामी आइपुगिसकेको छ गुम्बा डाँडा है भोलि गुम्बा डाँडाको नजारा है नजारा थियो भन्नु गुम्बा डाँडा हामी आइज जान्छ है देखिरहेको गुम्बा डाँडा र उनीहरू नयाँ बेहुला नयाँ बेहुली साथमा चाहिँ अब कस्तो चाहिँ हुन्छ भने चाहिँ वेदर गाइस है अब बेहुला बेहुली अगाडि गइसकेको छ है अब नयाँ बेहुला बेहुली सेन्स त के भन्छ यिनीहरू लगाएछ है पहिला पहिला यिनीहरू थिएन अनि सिजन त हेभी लागेको छ सिजन त हेभी नै छ हो अभि सिजन त हेभी लागेको छ है गएर छ कस्टमर भिडियो खिच्दै आएको छु नि कालो सोनुज यस्तो छ यिनीहरू चाहिँ नयाँ हालेको छ नयाँ बनाएको छ यिनीहरू मान्छे बस्ने टेन्टहरू बनाएको होला है होमस्टे बनाएको होला अनि वेदर त्यही हो गुम्बा डाँडाको एकदम दामी दामी चाहिँ मजाको यहाँ चाहिँ गरमै भएन है क्या मजा आएर शीतल हुन्छ नि अब सिधी फिल भइदिइरहेछ
तल गरममा आएर होला कि न यहाँ मजा फिल भएछ यहाँनिर यहाँ क्यामेराम्यानहरू फोटो खिच्दैछ है त्यस्तै हेभी रहेछ टुरिस्टहरू त हेभी रहेछ आजको वेदर सो गाइस हेर्दै गर्नु ल सौरभ के भयो रे सौरभ के गर्दै रे सही त अन्त सर सर चाहिँ हामी आएको छ है गुम्डाको टप एरिया तपाईले कहाँ जाउँ भनेको उसले अफरोडिङ भन्दै थियो बाटो यता ल कि त्यो अफरोडिङ मात्रै त्यो अर्को त्यो छ नि गाडी त्यो मात्रै जान्छ होला नि त त्यो त्यहीँनिर गाडी यहाँ मात्रै भर्खर भर्खर डेटिङ गर्दै आउनुहोस् न कपल्सहरू हो तपाईँहरूले यहाँको भ्यू देखाउनु चाहिँ दुईजनाले मात्रै हेरेको अरे फोटो खिचेको अरे भन्दैन सो यहाँनिर गुम्बा राईलाई गुम्बा भनिन्छ है सो अझै यहाँनिर होमस्टेहरू बनिँदैछ के भयो भाइ के खाएको के खाएको खोइ त हेर्छ के खाने एकपल्ट के गर्दा नदेखा त कस्तो भयो भन् न कस्तो भयो मजा आयो मेरो भयो यो चाहिँ अफरोडिङ दामीहरू छ है अफरोडिङ यहाँ छ गाडी है हुँदैन फर्स्ट टाइम आएको होला गुम्बा है ओ ल बिहा गरेर फर्स्ट टाइम आएको जुन्दैन है ल दाँत ठोकेर चाहिँ दिया त्यो दाँत अब तिर दाँत पाउँदैन ठोक्यो चाहिँ मलेबासीमा छ है अनि हावा त्यो डरलाग्दो आएर छ मलेबासीमा यो खालको हावा यहाँनिर र त्यही प्लस फुलफुली डाँडा पनि भनिन्छ नि त है मलेबासी प्लस फुलफुली डाँडा यहाँ जुन्दाना छ अनि हामी जुन्दा र भेनाले मलेबासी पनि डुलाउनु ल्याएको नि त है यो चाहिँ स्कुटी छ तिनवटा यहाँनिर आज मैले ब्लू ल्याएको छु यहाँनिर परको त्यो मेरो है यो भाइको यो जुन्दाको अहिले के भन्दै हो र सुकाइ चाहिँ यस्तो छ भेना त पर दोकान गएको छ हामीलाई मिठाई किन्नु लागि है आजको वेदर त एकदम दामी छ अन्त यो देख्दै गर्दै है सिक्किम हो यहाँ त रङ्गित खोला अन्त अब त्यहाँ जाने छ भ्यू पोइन्ट है तपाईँ भ्यू पोइन्टको पनि नजर देखाउनुहोस् फिलहाल चाहिँ यहाँनिर हाम्रो बाहिर छ रुखमा है अनि यहाँ जुन्दा सुगा सुगा अहिले चाहिँ हामी आइपुगेको छौँ भ्यू पोइन्ट है अहिले सबै रुखको पत्ताहरू यस्तो भएछ फिलहाल है अनि यहाँ चाहिँ छ यहाँको ग्याङहरूसँग है जाउँ माथि सो त देखाउने छु फेरि भ्यू पोइन्ट नजर है एकदम रुखको पत्ताहरू नयाँ पाउने सबै यहाँनिर क्या मिलेगा इधर? इधर सब कुछ मिलेगा, चाय कॉफी चाना मसाला और इधर का फेमस आइटम चाना खाने में कुछ नहीं है? खाने में सब खत्म हो गया, आप सिर्फ चाय मिलेगा और चाना मसाला। ये क्या है? हम वो इधर डेंजर है तो ये तो ये सब ये हवा किसके लिए चाहिए? खाओ ना, लो जाओ ना।
हमारे किसने बोला है चाय चाहिँ मैंने बना दिया जान बुझ के बना दिया ना थ्याङ्क यू थ्याङ्क यू भाउजू है यहाँ चाहिँ भाउजूले चिया भन्दैछ यहाँनिर हाम्रो गेस्टहरू छ यहाँनिर हो यहाँ चाहिँ हाम्रो भाउजूहरू हो दुईजना दीक्षण कहाँमा दीक्षण यहाँ भाउजूहरू आउँछ को चिनिस तँ झन्डै हिकायो ओ पछि हालेर आऊ न पानी बढेसी पानी बढेछ अहिले फेरि के थियो अरे नाना के भएको थियो अरे के भयो नाना आउनु न के भयो अरे भन्नु न के भयो अरे यसले त कति दिन बाद मालिक देखेर यहाँ झम्टिँदैछ यहाँनिर कति देखेको होला मालिक सोयाबी हाम्रो भिपनको चिया है भिपन स्पेसल चिया कसको सो अहिले चाहिँ यहाँनिर चाना खानु चाहिँ भ्यू पोइन्टमा आएर है यो चाहिँ यहाँको फेभरेट हो फेमस आइटम अनि चाना इन्जोय गरिदिउँ अब है सो गाइस है आजको भ्लग पनि यति मार्न गर्न चाहन्छु अनि तपाईँहरू त्यो नयाँ छ प्लिज लाइक एन्ड सब्सक्राइब गर्न नभुल्नुहोस् अनि आज चाहिँ भ्यू पोइन्टमा है अनि भ्यू पोइन्टको नजारा देखाउँदै जामहरू देखाउँदै है अनि आजको भ्लग पनि यति मार्न गर्न चाहन्छु है यहाँ हाम्रो छोरी अनि यस्तो छ है भ्यू पोइन्टको जाम है अनि यो मुनि तपाईँहरू देखिसकेको छ है यस्तो छ है अनि यहाँ दोकान त हेभी छ यहाँनिर है सो गाइस यति भन्दै आज भ्लग पनि यति मार्न चाहन्छु सो यति दिदीको दोकान जाम थियो है आज त एक नजाम भाउजूको पनि देखाइदिइहालेको है हेभी काटिदिनुहोस् पाइनएप्पल भाउजूले हाम्रो मालिकहरू हाम्रो खतरनाक बिजनेस हुन्छ भाउजू यहाँनिर हजुर अहिले पनि सुरु भएछ त ओपनिङ है यो चाहिँ पाइनएप्पलहरू छ हाम्रो यो चाहिँ हाम्रो दादा भाउजूको दोकानहरू यो पनि हो हिमी चल्छ दोकान मुनिको भ्यू त्यस्तो छ है ओइ जाको ममा क्या बसिरहेको साइड त्यस्तो छ भिपन आउँदै चाहिँ एक नजारा भिपनको देखाउँदै जानु छ हो खतरनाक भोजन चाहिँ पाइनएप्पल बनाउँदैछ यहाँनिर सो यहाँनिर चाहिँ अम्बक टेस्ट गर्दैछु है अम्बक टेस्ट गर्छ हल्का बिर्नीहरू हालेर होइन अम्बक टेस्ट गरिदिने